के हो भने म आज के बिरामा मगर आजको म 40 वर्ष अगाडि मैले के सोचेको थिएँ भने बागलुङ जिल्लामा आएपछि अब यहाँको फार्मर्सहरूलाई इन्कम जेनेरेसनमा लाउनुपर्छ, आयमूलकमा लाउनुपर्छ भनेर मैले सुरु गरेँ। त्यसबाट मैले डिसिआरसीबाट सुरु गरेँ, बिवाइसी अघि त्योभन्दा अगाडि बिवाइसीमा चाहिँ लागेर अनि डिसिआरसीमा गर्दै आएँ। त मैले के हेर्दै गएँ भने हाम्रो नेपाली कल्चर कस्तो रहेछ भने चाहे युथ होस्, युथ कस्तो हुन्छ थाहा छैन, अनि अलिकति भनौँ न अलि उमेर पुगेका अथवा मध्यम वयसका मान्छेहरू कस्तो रह्यो भने कस्तो मैले पाएँ भने सहयोग पाउँदैन खुसी हुन्छ। आहा कति राम्रो, डिसिआरसी कति राम्रो, जिवाइसी कति राम्रो, डिआइएसी कति राम्रो, दिएन भने साह्रै बेकुफ हुन्छ, सब यी आफै खान्छन् बस्छन् भन्ने खालको नेचर छ। त्यस्तो खालको नेचर छ, त्यो होइन नि। हामीले छोडे पनि त्यो जुन उद्देश्य छ नि त्यो त कन्टिन्यू भइरहेको हो, त्यो हुन सकेन। म डिसिआरसी हुँदाखेरि फार्मर्स इरिगेसन एसोसिएसनमा थुप्रो हामीले स्थापना गरेको थियो। अनि अर्को के अरे यो फार्मर्स ग्रुप भन्ने थुप्रो थियो। अनि छोड्नुभन्दा अगाडि मैले नेपाल सरकार गभर्मेन्टलाई चाहिँ मैले ह्यान्डओभर गरेँ। अब हामी पछि हट्दै, किन हामी त एनजिओ हो, जबसम्म सहयोग दिन्छ त्यही बेलासम्म काम गर्ने त हो। हामीसँग पैसा हुन्न, राज्यले दिन्न हामीलाई। त्यहाँ हाम्रो काम के हो भने जुन सम्बन्धित निकायको लागि यो फार्मर्स ग्रुपहरू छन्, इरिगेसन छ, तपाईँले हेर्नुपर्छ है। यो